हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि तपाईँहरूलाई स्वागत छ अस्मितामा। अब एक दिन युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर माया गरिदिनु होला। मेरो चाहिँ यो सेकेन्ड मिनी ब्लग हो। म चाहिँ ब्लग बनाउने ट्राई गर्दैछु, सो सबैजनाले माया गरिदिनु होला। अन्त मैले चाहिँ अस्ति यो भिडियो क्लिपहरू लिइरहेको थिएँ, त्यही भिडियो क्लिपहरू जोडेर सानो मिनी ब्लग बनाउँदैछु, सबैजनाले माया गरिदिनु होला। अन्त यहाँ हेर्नु न साथीहरू, हामी चाहिँ खोला खेल्नु गएको। बाटो क्या अप्ठ्यारो, त्यो बाटो बिर्सेर हामी चाहिँ क्या त्यो भिरको बाटोमा पुगिरहेको थियौँ क्या। अन्त हामी चाहिँ 4-5जना निनी बहिनीहरू 4-5जना भएर गएको खोला खेल्नु। बाटो बिर्सेर हो क्या अप्ठ्यारोमा गइरहेको। अनि ऊ चाहिँ बहिनी हो, झर्नु नसकेर। अनि मलाई चाहिँ क्या हाँस उठेको क्या, बाँदर जस्तो कराउनु नकराउनु भन्दै भिडियो क्लिप लिइरहेको थिएँ। अनि म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि कति अप्ठ्यारो बाटो हो, म त कस्तो गाह्रो भएर पनि रातो रमाइलो पनि भइरहेको थियो। अनि तर पनि भिडियो क्लिपहरू चाहिँ लिइरहेको थिएँ। तर हेर्नु न साथीहरू, तल झर्ना चाहिँ माथिबाट चाहिँ देखिरहेको थियो, तर जाने बाटो चाहिँ बिर्सेको हो क्या हामीले। अनि फेरि उकालो फर्क्यौँ, कस्तो अप्ठ्यारो थियो क्या साथीहरू। यो भिडियोमा भन्दा पनि रियलमा चाहिँ लास्टै नै अप्ठ्यारो थियो क्या। अनि अब हामी चाहिँ त्यो झर्ना चाहिँ इलाम सोयाको पङ्खेलुङ झर्ना भन्छ, त्यो झर्ना चाहिँ निर्माणहरू भइरहेछ अरे त्यहाँनिर भन्दै थियो, त्यही भएर हेर्नु गएको। तर हामी त्यहाँ पुग्न सफल भयौँ न साथीहरू, बाटो बिर्सेर हराएर। अनि हामी चाहिँ एउटा त्यहाँनिर सानो खोला थियो। अन्त नै त्यहीँनिर माछा, के भन्छ यो माछाको नाम चाहिँ मलाई थाहा भएन, निनीहरूले चाहिँ चिन्नु हुँदो रहेछ, यो माछा चाहिँ खानु पनि मिल्दो रहेछ। अनि हामी चाहिँ त्यही माछाहरू पक्रिनु थाल्यौँ हो। अनि म चाहिँ भिडियो बनाउँदै पछि हिँड्दै निन्ने बहिनीहरू चाहिँ माछा पक्रिने हो क्या। अनि म चाहिँ भिडियोहरू बनाउँदै हिँडिरहेको थिएँ। अनि त्यो माछाहरू देखेर चाहिँ कस्तो क्या खुसी लाग्यो क्या, हामीले नि माछा पक्र्यौँ भनेर। अनि हामीले माछा पक्रेर बसिरहेको थियौँ। म चाहिँ भिडियो क्लिपहरू लिइरहेको थिएँ। हामीले भनेको खोला झर्ना त पुग्नु सकेन, त्यही पनि यो सानो झर्ना पुगेर चित्त